यो अङ्कुर डबल एक्सएल भन्ने बोडी हो। यो बोडी चाहिँ एकदम राम्रो फल्दो रहेछ। फल एकदम मजाले लाग्दो रहेछ। मैले यसमा मल चलहरू पनि खासै त्यस्तो गरेको छैन, ल्याएर त्यसै लगाएँ है सिधै। त्यसपछि यत्तिको फलहरू लागेको छ। मैले पहिलोचोटि हो यो अङ्कुर डबल एक्सएल, अथवा तरकारी खेतीमै मैले राम्रोसित थाक्रा बनाउन जानेन। त्यो कारणले गर्दाखेरि अलिकति भाइरसतिर लिएको छ। सानो थाक्रा बनाएर लगाउनु भयो भने एकदम राम्रो, एकदम मजाले फल्ने हुँदो रहेछ। यो बोडी चाहिँ एकदम राम्रो छ। यतातिर अलिअलि करेला पनि लगाएको थिएँ मैले। यतातिर चाहिँ हरा डबल एक्सएल बोडी हो। यो साइड चाहिँ डबल एक्सएल हरा बोडी हो। तपाईँहरूलाई यो हरा अङ्कुर हो, यो बोडीहरूको बारेमा केही जानकारी लिनुपर्ने छ, केही गर्नुपर्ने छ भने आइडी सब्सक्राइब गर्नुहोला, अनि फलो गर्नुहोला, र लाइक र कमेन्ट गर्नुहोस्।